आज 17 तारिक। अब 10 दिन पछाडि नेपालले वेस्ट इन्डिजसँग आफ्नो पहिलो खेल खेल्दैछ। म चाहिँ ढुक्क छु। नेपालले कम्तीमा पनि एक खेल जित्छ। त्यो समयमा नेपालले प्रेसर कसरी ह्यान्डल गर्छ भन्ने कुरा मात्रै रहेको छ। नेपालले यदि फर्स्ट खेल जित्यो भने नेपालले सिरिज पनि जित्न सक्छ। नेपालको साइडमा धेरै पोजिटिभ कुराहरू रहेका छन् फेभरमा। नेपालले युएईमा धेरै खेलहरू खेलिसकेको छ। युएईको कन्डिसन, पिचको बारेमा नेपाललाई राम्रोसँग थाहा छ। र अर्को फाइदा के छ नेपाललाई भन्दाखेरि होम सपोर्ट। त्यो मैदानमा खेलेको जस्तो अनुभव नेपालले गर्नेछ। त्यो लेभलको फ्यान सपोर्ट हुनेछ। र यदि फर्स्ट खेल नेपालले यदि जित्न सक्यो भने नेपालले सिरिज जित्छ, यो लेखेर राख्नु होला। लगभग मलाई विश्वास छ नेपाली क्रिकेट टिमप्रति। हामीमा कमी केहीमा पनि छैन। हाम्रो ब्याटिङ एकदमै शानदार छ। हाम्रो मिडल अर्डर आदिल आलम जस्तो प्लेयर्सहरू इन भएका छन्, सन्दीप जोरा जस्तो प्लेयर्सहरू इन भएका छन्। एकदमै राम्रो छ। बलिङ युनिटमा नन्दन यादव, सोमपाल कामी, स्पिन डिपार्टमेन्टमा सन्दीप लामिछाने, वर्ल्ड क्लास स्पिनर ललित राजवंशी जस्तो वर्ल्ड क्लास स्पिनर। हामीमा केहीमा पनि कमी छैन। वेस्ट इन्डिजको कुरा गर्दाखेरि वेस्ट इन्डिजलाई अलिक टफ हुनेछ। वेस्ट इन्डिजलाई कन्डिसन नयाँ हुनेछ वेस्ट इन्डिजको लागि। वेस्ट इन्डिजसँग नेपालले खेलिसकेको छ त्यो मैदानमा। केही न केही वेस्ट इन्डिजको बारेमा नेपाललाई राम्रोसँग थाहा छ। विशेष गरी वेस्ट इन्डिज स्पिन डिपार्टमेन्ट खेल्नका लागि अलिक कठिन छ वेस्ट इन्डिजलाई। पेस एट्याक राम्रो खेल्छ, राम्रो टिम हो, वर्ल्ड कप दुई पटक जितेको टिम हो। नेपाललाई सजिलै जित निकाल्न त पक्कै पनि दिँदैन, तर नेपालले पनि सजिलै चाहिँ हार्दैन जस्तो मलाई लाग्छ। एउटा राम्रो कम्पिटिसन हामीले देख्छौँ। हालै एसिया कप भयो, हामीले हेर्ने हो भने एसोसिएट्स कन्ट्रीको लगभग बेजेतै भएको छ भन्दा पनि हुन्छ। युएईको जुन हिसाबले प्रदर्शन गरेको छ, ओमानको, हङकङको कसैले पनि राम्रो प्रदर्शन गरेको छैन। त्यो लेभलको गेम चाहिँ नेपालले खेल्दैन जस्तो मलाई लाग्छ। वेस्ट इन्डिजसँग अगाडि नै नेपालले दुई पटक खेलिसकेको छ। वेस्ट इन्डिजको मेन टिमसँग नेपालले 2023मा वर्ल्ड कप क्वालिफायर अन्तर्गत खेलिसकेको छ। यसै गरी वेस्ट इन्डिज ए टिमसँग नेपालले नेपालमै खेलेको छ। केही न केही नेपाललाई वेस्ट इन्डिजको बारेमा पनि थाहा छ र यो फाइदा नेपालले अब उठाउनु पर्छ। र पहिलो आफ्नो हिस्टोरिक अहिलेसम्म लगभग टेस्ट राष्ट्रसँग नेपालले 12-13वटा खेल खेलिसकेको छ, एक पनि जित्न सकेको छैन। तर यो नेपालको लागि एउटा गोल्डन अपर्च्युनिटी रहनेछ। दुई पटक वर्ल्ड कप जितिसकेको टिमलाई चाहिँ हराउने। र म विश्वास गर्छु नेपाली राष्ट्रिय क्रिकेट टिममा नेपालले हराउँछ। यति बेला नेपाली क्रिकेट टिम जुन हिसाबले चाहिँ प्रदर्शन गरिरहेको छ, भलै टप एन्ड टी20 सिरिजमा नेपालले खासै प्रदर्शन गर्न सकेन, तर अब चाहिँ राम्रो गर्छ भन्ने आशा चाहिँ छ नेपाली टिममा। नयाँ कोच आएका छन्, स्टुअर्ट ल विनिङ माइन्डसेटका साथ आएका छन्। उनलाई वेस्ट इन्डिजको बारेमा थाहा छ राम्रोसँग, कस्तो खालका प्लेयर्स छन्, के गर्न सक्छन्, सबै राम्रोसँग थाहा छ। र आशा गरौँ नेपालले चाहिँ जित्नेछ, पहिलो खेलै जित्नेछ र फ्यानलाई एउटा खुसी दिनेछ। यदि पहिलो खेल जित्यो भने नेपालले सिरिज कब्जा गर्न सक्ने सम्भावना छ। म चाहिँ नेपालले जित्छ जस्तो लाग्छ, किनकि मनले भनिरहेको छ नेपालले जित्छ, सिरिजै जित्छ जस्तो लागिरहेको छ। त्यो चाहिँ हेर्न बाँकी छ। कम्तीमा पनि एक खेल चाहिँ जितेको हामी हेर्न चाहन्छौँ। त्यो रेकर्ड ब्रेक गर्न चाहन्छौँ हामी। एउटा टेस्ट राष्ट्रसँग नेपालको लुजिङ स्ट्रिक छ, त्यो चाहिँ ब्रेक होस् भन्ने चाहन्छौँ। अब केवल 10 दिन बाँकी रहेको छ। 27 तारिकबाट नेपालले 3वटा वेस्ट इन्डिजसँग खेल्दैछ टी20 फर्मेट अन्तर्गत। दुई पटक विश्वकप जितिसकेको टिम टी20 फर्मेटमा। तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ? नेपालले के सिरिज कब्जा गर्ला? नेपालले जित्ला कुनै खेल? के लाग्छ आफ्नो कमेन्ट राख्न नभुल्नुहोला।